होइन हान्छ कि क्या हो यसले। आम्मामा मान्छे पनि कति धेरै हो, के हेरेको हो त्यसरी। तैँले हानिस् भने त म पनि हान्छु। हेलो गाइज, ब्याक टु माई भ्लग। म फेरि सानो भ्लग लिएर आइसकेको छु। हजुरहरूको सामान्य त्यसरी चाहिँ नहेरौँ है, मलाई फेरि डर पो लाग्छ। म कहाँ थिएँ? म चाहिँ यहाँ अब टक्क बाँदरलाई देखेँ क्या, टक्क हामी घुम्दै थियौँ अनि यहाँ चाहिँ एउटा सानो नानी बोकेर बसेको रहेछ है। दया पनि लाग्यो यसरी बोकेर हिँड्दाखेरि, तर खिजाम भनेको पुरा हान्न पो खोज्छ यार, आँखा खाप्छ तर्छ है। देखेर चाहिँ मलाई एकदम डर लागिरहेको थियो क्या पहिला चाहिँ। त्यही पनि अहिले त मुटु चाहिँ डह्रो बनाएर खिचाउँछु, फेरि हानिहाल्ला त भन्ने फेरि खिचाइरहेको थिएँ मैले चाहिँ होइन यसलाई। फेरि हानेको भए फेरि बेज्जत पनि हुने क्या, मान्छे पनि धेरै हुनुहुन्छ होइन। यति धेरैको मान्छेको अगाडि हानिदियो भने त फेरि यार मेरो त बेज्जतै हुने भयो। ल हाने पनि हान भन्ने म त खिजाएकै छु, तर यहाँ अरू मान्छे यहाँ साथीहरूले चाहिँ ओइ नखिजा यार, हान्ला हान्ला भनिरहेको थियो। म चाहिँ डराएको थिएन, हाने हान्ला भन्ने लागिरहेको थियो, त्यही भएर खिचाइरहेको थिएँ। अनि टक्क लगाएर उताबाट फेरि एकजना मान्छेहरू पनि माथि हिँडिराख्नु भएको थियो, यताउता हिँडिराख्नु भएको थियो। अनि उताबाट एकजना पनि टक्क भिडियो बनाउँदै हिँड्नु भएको रहेछ। ल एक फोटो हान्दिन्छु म भन्नुभयो, उहाँले पनि बाँदरको एउटा फोटो क्लिक्क हान्नुभयो अनि सट्ट माथि लाग्नुभयो होइन। मान्छेहरू पनि टन्न दामी दामी नानीहरू पनि आएका रहेछन्, के हेर्नु हो र, थै थै भन्ने जस्तो गरे। हल्का मजाक मात्रै है साथीहरू। हामी चाहिँ टक्क घुमेर आएको छौँ, बाँदरलाई खिचाइयो अनि यहाँ फेरि साथीहरूले ल हामी पनि हानौँ न त भन्ने भयो। सबैले हाने अनि बाँदर पनि भाग्यो माथितिर, अनि हामी पनि लाग्यौँ ओह्रालीतिर है। हामी चाहिँ कहाँ घुम्न लागेको हो भन्ने कुरा, कहाँ छौँ भन्ने कुरा सायद कसैले चिनी पनि सक्नुभएको होला र कसैलाई थाहा पनि छैन होला। कहाँ घुम्न लागेको थियौँ, कहाँ थियौँ भन्ने कुरा म तपाईँहरूलाई लास्टमा भन्ने नै छु होइन। त्योभन्दा अगाडि चाहिँ हामी रमाइरहेछौँ, घुमिरहेको छौँ। ठाउँ एकदम बबाल लाग्यो, धेरै घुम्ने मन थियो यहाँ, घुमियो देखियो होइन। यो चाहिँ मलेसियाको बातुकेत भन्ने ठाउँ हो, हिन्दूको सबैभन्दा ठुलो, यो मलेसियाभरि सबैभन्दा ठुलो हिन्दूहरूको धार्मिक स्थल भनौँ न होइन, त्यो हो यहाँ चाहिँ। एकदम रमाइलो रहेछ, माथि गुफामा भित्र गयौँ, गुफातिर है। मन्दिरहरू पनि धेरै नै रहेछ, पूजा गर्ने ठाउँहरू गयौँ, मन्दिरहरूमा गयौँ, पूजा गऱ्यौँ है, भगवान्को दर्शन गऱ्यौँ। अनि त्यो गरेर गुफाभित्र गएर हेरेर हामी चाहिँ ओह्रालो लाग्नु लाग्यो। ओह्राली लागेर तल फिल्डमा गएर अनि त्यहाँबाट फेरि अर्को गुफातिर जाने हो हामी चाहिँ। त्यहाँको भिडियो पनि तपाईँहरूलाई अर्कोमा देखाउने नै छु। त्यही हो, एकदम रमाइलो बबाल लाग्यो मलाई चाहिँ। धेरै घुमियो हेरियो ठाउँहरू है। धेरै पहिलेदेखि नै यहाँ जाने चाहिँ एउटा ठुलो इच्छा थियो। के भन्छ, यहाँको हाम्रो भगवान्लाई दर्शन गर्ने थियो। हेरियो, दर्शन गरियो, घुमियो, एकदम मन पनि शान्ति भयो है। यति भएपछि टक्क रमाइलो रहेछ ठाउँ। यो सिडी चढ्न चाहिँ कति कति त भने यार, मैले अहिले चाहिँ ठ्याक्कै भुलेँ, तर धेरै के ओ। यहाँबाट माथि अघि जाँदाखेरि चाहिँ म त बिच बाटोमा जाँदाखेरि खुट्टाहरू दुखेर पसिना आएर यस्तो भएको थियो, ओहो नसकिँदो रहेछ भन्ने जस्तो के, त्यति धेरै रहेछ। अनि गइयो, बिस्तारै गइयो, घुम्यो आइयो। हामी चाहिँ अहिले चाहिँ ओह्राली लागेको थियौँ। माथितिर जाँदाखेरि पनि भिडियो चाहिँ छ होइन, म चाहिँ अर्को पार्टमा त्यो आउने नै छ। त्यसको लागि मसँग जोडिराख्नु होला सबैजनाले। मसँग जोडिनु भएको छैन भने मलाई सब्सक्राइब गरेर जोडिनु होला। यस्ता यस्ता रमाइलो ठाउँहरू तपाईँहरूलाई म फेरि पनि देखाउने नै छु होइन। त्यसकारण मसँग जोडिएर बस्नु होला। अनि लास्टमा जाँदा जाँदै म तपाईँहरूलाई भन्न चाहन्छु, कस्तो लाग्यो आजको मेरो भिडियो, आफ्नो सल्लाह सुझाव प्रतिक्रिया दिन चाहिँ नबिर्सिनु होला। ओके, बाई बाई, सी यू सुन।